के भुन्टी सिरियलमा भूपेन्द्रको विनाशसँगै अब कहानीमा सबैभन्दा ठूलो भूकम्प आउन लागेको हो त? बाटोमा भुन्टीसँगको झगडा, अंशमुद्दाको तनाव र आफ्नै दाइसँगको बबाल लफडापछि भूपेन्द्र सडकको बीचमै मर्न तयार हुँदा आखिर एयरपोर्ट पुगेकी भुन्टीले कुन नयाँ चमत्कार देख्न पाउनेछिन्? भुन्टी सिरियलको भाग 323ले दर्शकहरूको मुटुको धड्कन निकै बढाएको छ। एकातिर बैशाखीको सहारामा हिँडिरहेका बिरामी भूपेन्द्रले बाटोमा भुन्टीलाई भेटेर अंशमुद्दा फिर्ता लिन रुँदै र मर्ने धम्की दिँदै बिन्ती गरिरहेका थिए। तर भुन्टीका दाइले भूपेन्द्रलाई लात हान्दै लगारेपछि कहानीमा नयाँ मोड आयो। हुँदाहुँदा भूपेन्द्रले आफ्नै दाइसँग स्वार्थी भएको आरोप लगाउँदै सडकमै मर्न खोज्दा दाइले थुन्ने धम्की दिएपछि भूपेन्द्र पूर्ण रूपमा बहुलाउने अवस्थामा पुगेका छन्। तर कहानीमा सबैभन्दा ठूलो ट्विस्ट र महाधमाका त्यति बेला आयो जब दाइ र आमाले भुन्टीलाई गाडीमा राखेर अचानक काठमाडौँको एयरपोर्ट पुर्याए। यहाँ छ अब आउने भागको सबैभन्दा ठूलो र धमाकेदार अपडेट। आगामी भागको धमाकेदार ट्विस्ट, म्याडमको धमाकेदार इन्ट्री र भुन्टीको नयाँ जीवन। एयरपोर्टमा भुन्टीले म्याडमको आफन्त आउने सोचेकी थिइन्, तर त्यहाँ म्याडम आफै सुकुमाया अमेरिकाबाट फर्केर अचम्मको सरप्राइज इन्ट्री दिइसकेकी छिन्। अब म्याडमको आगमनसँगै भुन्टीको जिन्दगीले नयाँ उचाइ लिनेछ। म्याडमले भुन्टीलाई कानुनी र आर्थिक रूपमा यति बलियो बनाउनेछिन् कि शत्रुहरूको सातो उड्नेछ। भूपेन्द्रको सडक छाप हालत र जेल यात्रा। आफ्नै दाइ, भाउजू र जेरीको कचकचबाट दिक्क भएका भूपेन्द्र अब डिप्रेसनमा गएर सडकमै बहुलाउने अवस्थामा पुग्नेछन्। व्यावसायिक रूपमा डुबिसकेका भूपेन्द्रले अब भुन्टीको सम्पत्ति खोज्न त पाउने छैनन् नै, उल्टो आफ्नो रिस र घमण्डका कारण प्रहरी खोरमा जाकिने बलियो सम्भावना छ। भुन्टीको जीवनमा नयाँ भद्र पुरुषको प्रवेश। भुन्टीको दाइले भगवानसँग भूपेन्द्रको नाम निशान मेटिएर भुन्टीको जीवनमा एउटा भद्र र इमान्दार जीवनसाथी आओस् भनी प्रार्थना गरेका छन्। आगामी भागहरूमा भुन्टीको जीवनमा एउटा नयाँ नायकको इन्ट्री हुनेछ, जसले भुन्टीलाई भूपेन्द्रको नर्कबाट निकालेर साँचो माया दिनेछ। यो भिडियो मन परेमा च्यानललाई अगाडि बढाउन र यस्तै नयाँ ट्विस्टहरूका लागि सब्स्क्राइब गर्न नबिर्सिनुहोला।